भागवाले मेकअप गरेर आएको छ गाइज। कहाँ छ मेकअप ल भन त गाइज, कहाँ छ मेकअप? गाइज गर्मीले पागल, आज यति गर्मी छ कि मेरो यहाँ मासु नै पाकेको छैन, यहाँ गर्मीले म पागल भइसकेँ। सो गाइस हामीलाई रुममा अल्छी लागिरहेको थियो, सो हामी इभिनिङ वाकमा जाँदैछौँ भने भोक पनि लागिरहेको छ कि बाटोमा के खानेकुरा भेट्यो भने त्यो पनि खाइहालौँला। सो हामी फेरि बस पार्क आयौँ, के गर्नु गाइस, चिनरुवामा केही घुम्ने ठाउँ नै छैन। सो हामी तिनजना केटीहरू घुम्न आएको छौँ, मुसहर्नीहरू, सबै मुसहर्नीहरू हामी हेर्नु कस्तो मुसहर्नी भएर आएको छु घुम्न। हामी कट्टु लगेर आएको छु, भागवाले मेकअप गरेर आएको छ गाइज। कहाँ छ मेकअप ल भन त गाइज, कहाँ छ मेकअप? यहाँ भ्लग बनाउँदैछ स्वस्तिका। यहाँ हेर्नु कस्तो खुल्ला ठाउँ छ के, एकदम यहाँ फ्रेस हावा छ क्या, चिसो हुन्छ, एकदम राम्रो छ के। अब केही ठाउँ नै छैन घुम्ने, सो त्यही भएर यता अलिक खेतै खेत छ नि त, हावा आउँछ, चिसो हुन्छ। यहाँहरू केटाहरू घुमिरहेछ यहाँ, त्यहाँ अर्को पनि गर्लफ्रेन्ड बोयफ्रेन्ड छ, यहाँ फोटो सुट गर्दैछ। बोयफ्रेन्डले फोटो खिचिदिरहेछ केटीको। कोही न कोही त डेटिङमा आएकै हुन्छ क्या, यहाँ त डेटिङ स्पोट हो नि त यो। तर आज अलिक कम मान्छेहरू छ, आज त्यति साह्रो मान्छेहरू छैन। यहाँ फोटो सुट हुँदैछ, यहाँ हेर्नु क्यामराम्यान कति मेहनत गरिरहेछ बा, पोज दिने मान्छेले बरु मेहनत गरिरहेको छैन, त्यो केटाले कति मेहनत गरिरहेछ। सो स्वस्तिका हाम्रो क्यामराम्यान भइसकेको छ। यहाँ कपालहरू खोज्दै मलाई खिच्दिन भन्दै थियो, म खिच्दिनँ भनेर सो अब स्वस्तिका खिच्दै म भ्लग बनाउँछु भनेर यहाँ स्वस्तिका क्यामराम्यान भ्लग बनाइदिँदै फोटो खिचिरहेछ पुरा। सो गाइस हामी पानीपुरी खान आएको छौँ, धेरै भोक लागिसकेको छ, तिर्खा पनि लागिरहेछ, भर्खर हामी बसाबाट घुमेर आयौँ। सो यहाँ पानीपुरी खाँदैछ हाम्रो सिस्टर, म खानु राम्रै आएर सो गाइस रुम आइपुगेँ। सो आज कति धेरै माछा खाने मन थियो तर माछा नै पाएन, अनि त्यसपछि फेरि फर्केर मासु पसल गयौँ। अनि मासु पसल त्यो के अरे लक गर्न आँटेको, तालचा लगाउन आँटेको थियो, अनि दाइ न बन्द गर्नु, अनि त्यसपछि अन्त मासु नै छैन बहिनी, सोहीको मात्रै छ भन्दै थियो। अनि ल नि त अलिक मिलाइदिनु न त, जातो कलेजहरू छ भने हालिदिनु, मलाई त जातो धेरै फेरि कति धेरै मनपर्छ, जातो पनि हालिदिएको छ, तिन चारवटा जातो पनि हालिदिएको छ। अनि अब पकाउने 8 बजिसक्यो, रुम आउँदा त 8 बजिसक्यो, अब कतिखेर पकाउनु खानु गर्दा 10 बजिहाल्छ। यहाँ हेर्नु प्याज पनि कति सानो सानो छ गाइस, यो घरको प्याज हेर्नु कति सानो सानो, मेरो घरमा यत्रो यत्रो प्याज मात्रै उब्जियो नि त, त्यही भएर गाह्रो छ। अब स्वस्तिका यहाँ निम्नी सबै ठाल्छे, स्वस्तिका अब यहाँ प्याज काट्छ, सानो सानो चाहिँ अप्ठ्यारो हुन्छ, त्यही भएर उसले चुलेसी लिएर आयो। हाम्रो रुममा चुलेसी पनि छैन, किनकि हामी चाकुमा काट्छु, कटिङ बोर्डमा काट्छु। सो छिमेकी राष्ट्रियबाट चुलेसी मागेर लियो स्वस्तिका चौधरीले। गाइस मासु नयाँ मासु पकाउँदैछु, हेर्नु मासु एकदम फ्राई भइसक्यो मेरो मासु। सो अब यसमा प्याज हाल्दैछु, प्याज हालेर मासु पनि हाफ फ्राई भइसकेको छ, मतलब यति मासु त यतिकै फ्राई गर्छु, म धेरै फ्राई बनाउँछु नि। अब यो प्याज पनि फ्राई भइहाल्छ अनि सँगै मासु पनि एकदम खतरा फ्राई भइहाल्छ। अनि यहाँ स्वस्तिका के छ अरे लसुन अदुवा किच्याउँदैछ, पेस्ट बनाउँदैछ, पेस्ट सिलोटामा। के भन्छ यसलाई? सिलोटा नै भन्छ नि, के भन्छ गाइस? कमेन्ट गर्नु होला के भन्छ यसलाई।
गाइस गर्मीले पागल आज यति गर्मी छ कि मेरो यहाँ मासु नै पाकेको छैन। यहाँ गर्मीले म पागल भइसकेँ। एक त टेन्सन भइहाल्यो किनकि पर्सि मेरो लोकसेवाको इक्जाम छ कि अनि भोलि नै विराटनगर जानुपर्ने थियो। अनि मेरो बहिनी त्यही बस्छ नि त विराटनगरमा। अनि त्यही बस्छु भनेर भनेको भोलि नै जान्छु सेन्टर थाहा छैन सेन्टर खोज्छु भनेर। भरे त बहिनी त घर गइसकेको रहेछ। मलाई भन्दै थियो वाइफाईको पासवर्ड भन्न भनेर। अनि भन्छ अरे यो घर गइसक्यो भनेर। अनि फोन गर्छ नि घर गइसक्यो। अनि कतै कहिले गयो रे आज गएको अनि भन्नु पर्दैन तिमीलाई घर जान्छु भनेर। हप्ता दिनको छुट्टीमा अब भन्नु त म कसको रुममा बस्नु कहाँ गएर बस्नु। गाइस कस्तो हेर्दा नै कस्तो पिरो छ मासु जस्तो। वाउ टेस्टी पाकेछ हेर्दा नै। अब खाएर पछि थाहा हुन्छ कस्तो। यहाँ हेर्नु गाइस यस्तो रातो छ नि यो गर्मीमा मरिन्छ होला पिरोले। गाइस कुखुराको जात हो हाम्रो भाषामा के भन्छ होला बट्टा। मलाई कस्तो मिठो लाग्छ यो भयो। अनि चिकन डायमन्ड हुन्छ नि कुखुराको चाक। अनि मलाई स्किन पनि मनपर्छ कुखुराको। यो आलु जस्तो टाइपको मासु हुन्छ नि हड्डी नभएको त्यो मलाई मन पर्दैन कुखुराको। फिलातेलको मासु मनपर्छ। हड्डी भएको मासु मनपर्छ। त्यो कुरुम हुने हड्डी हुन्छ नि कुखुराको त्यस्तो मनपर्छ। आज कस्तो गर्मी छ गाइस। आउनु खाना तपाईँहरू पनि आज खाइसकेँ अनि बोलाउँदैछु तपाईँहरूलाई। बाई बाई गाइस। फेरि भेटौँला।